अमेरिकाको टुरमा रहेका र विभिन्न ठाउँमा असाध्यै राम्रो कन्सर्टहरू गरिरहेका सजनराज वैद्यको एउटा भिडियो यति बेला भाइरल भइरहेको छ। यो भिडियो चाहिँ विशेष गरेर हेरिसबर्गमा यसै साता आयोजना गरिएको एउटा इभेन्टको हो। You don't get up, we're gonna stop. साजनराज वैद्यको यो इभेन्ट आयोजना गरिएको थियो कन्सर्टको, र त्यहाँ कुनै एकजना दर्शक दीर्घाबाट एकजना व्यक्तिले केही सामान प्रहार गरे स्टेजतर्फ, र त्यो थाहा पाएपछि साजनराज वैद्य आक्रोशित भए। आक्रोशित हुनु पनि स्वाभाविक हो। स्टेजमा बसेर दर्शकहरूलाई यति इन्टरटेन गराइरहेको हुन्छ, यति दुःख गरिरहेको हुन्छ कि आफ्नो फ्यानहरूलाई, आफ्ना शुभचिन्तकहरूलाई खुसी बनाऊ भनेर, अनि त्यहाँ चाहिँ कसैले पानीको बोतल फालिदिने, कसैले केको बोतल फालिदिने, कसैले के फालिदिने गर्दाखेरि चाहिँ त्यो आर्टिस्टप्रतिको एउटा रेस्पेक्ट भएन नि, डिसरेस्पेक्ट भयो पनि। सायद यही कारणले पनि हुनसक्छ सजनराज वैद्य चाहिँ एक हिसाबले रिसाए पनि र उनले स्टेज नै छोडेर गए। यो भिडियो यति बेला सामाजिक सञ्जालमा निकै नै चर्चा भइरहेको छ। धेरैले पक्ष विपक्षमा कुराहरू लेखिरहेका छन्। कतिपयले चाहिँ साजनराज वैद्यले यस्तो बोल्नु हुँदैन थियो, आफ्नो दर्शकहरूलाई यस्तो गर्नु हुँदैन थियो भनेर भनिरहेका छन्। तर यहाँनिर साजनराज वैद्यले बोलेको कुरा मात्रै आएको छ। सजनराज वैद्यमाथि त्यहाँ के भएको थियो, के कारणले उनले यो अभिव्यक्ति दिए भन्ने कुराहरू आएको छैन। र अलिकति दिमाग लगाउने हो भने नि सजिलैसँग बुझ्न सकिन्छ। एउटा सर्जकले, एउटा स्रष्टा, एउटा आर्टिस्टले स्टेजबाट त्यत्तिकै यसरी अपशब्दहरू बोलेर स्टेज छोडेर जाँदैन। त्यहाँनिर उनीमाथि उनलाई चित्त नबुझ्ने गतिविधि भएको छ। हामीलाई प्राप्त सूचना अनुसार चाहिँ त्यहाँ खाली पानीको बोतलहरू केही फालिएको थियो, केही ड्रङ्क भएका मानिसहरू दर्शक दीर्घामा थिए र उनीहरूले चाहिँ बेहोसीको सुरमा हुनसक्छ त्यसरी फालिरहेका थिए। र त्यसरी स्टेजतर्फ फालेको मात्रै होइन, त्यहाँ दर्शक दीर्घामै रहेका केही मानिसहरू, विशेष गरी केही युवतीहरूमाथि पनि दुर्व्यवहारको प्रयास भएको भनेर विभिन्न टिकटक भिडियोहरूमा क्याप्सनसहित आइ नै रहेका छन्। यसबारेमा हाम्रो भन्नु यति मात्रै हो, यसमा विशेष गरेर आयोजक मित्रहरूले एकदमै ध्यान दिनुपर्छ। हो, इट्स भेरी च्यालेन्जिङ जब, एकदमै च्यालेन्जिङ छ, गाह्रो छ। तथापि यसरी ड्रङ्क भएर कुनै पनि दर्शकहरू चाहिँ त्यसरी आउट अफ कन्ट्रोल भएर आइरहन्छ भने तत्कालै सेक्युरिटीलाई प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुपर्छ। त्यहाँको कन्सर्टको माहौल बिगार्न दिनु हुँदैन। यसतर्फ आयोजकहरूले निकै विचार गर्नैपर्छ। सजनराज वैद्यले जे बोले, जे त्यहाँनिर घटना घट्यो, त्यो एउटा दुःखद घटना थियो। तर यति भनिरहँदाखेरि एउटा कलाकार तपाईँलाई इन्टरटेन गराउनका लागि, प्रस्तुति दिनका लागि आएको छ भने उसलाई रेस्पेक्ट दिनु पनि तपाईँ हाम्रो उत्तिकै कर्तव्य हुन जान्छ।